सबै कार्यक्रममा अनिवार्य छ देशलाई उच्च मूल्याङ्कन गर्दै उच्च शिरमा राखेर हामीले हरेक कार्यहरू गर्दै आइरहेका छौँ र हाम्रो अबको कार्यक्रम पनि राष्ट्रिय गानको छ। सम्पूर्ण महानुभावहरू विद्यार्थी र भाइ बहिनीहरू र अतिथिज्यूहरूलाई पनि यथास्थानमै उठेर चाहिँ राष्ट्रिय गानमा सरिक भइदिनु हुनुको लागि Salah furka हामी एउटै माला नेपाली सारा गाउँमै फैलिएका मेची महाकाली साला फुलका हामी एउटै माला नेपाली सारा गाउँमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचना वीरहरूका रागताले स्वतन्त्र र आटला ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल आग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। भयो नि यसरी नै तपाईहरुले पनि बजाएर भोलिदेखि कहिलेदेखि सक्नुहुन्छ प्र्याक्टिस गरेर यहाँ यसरी नै गर्नुपर्ने हुन्छ है त। यति कुरा बुझ्नुभयो। अद्भुत विद्यालयको हाम्रो शिक्षक मित्रज्यू आजको यस कार्यक्रमको सभापति आसन ग्रहण गर्नुहुने श्री महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू र आज यस कार्यक्रममा उपस्थित हुनुहुने हाम्रो यस महेन्द्र आधारभूत विद्यालयको पूर्व विद्यार्थी हुँदो रहेछ। म आज मात्रै उहाँको परिचयमा खुल्न पुगेको छु र उहाँ हुनुहुन्छ आज यस विद्यालयको बालबालिकाहरूलाई एउटा शैक्षिकमा स्तर उन्नति होस् भन्ने हिसाबले वाद्यवादनका सामग्रीहरू लिएर यहाँ उपस्थित हुनुभएको छ र उहाँलाई आज हामीले यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा उहाँलाई चयन गरेका छौँ। उहाँ हुनुहुन्छ हाम्रो कर्ण राईज्यू हुनुहुन्छ। त्यसै गरी यस विद्यालयको कार्यक्रममा उपस्थित हुनुहुने अतिथिको रूपमा उपस्थित हुनुहुने हाम्रो वडा नम्बर 8 को वडा सदस्यज्यू यसै कार्यक्रममा उपस्थित हुनुहुने धनकुटा काठमाडौँ सांस्कृतिक समाजका केन्द्रीय सदस्य हाम्रो गौरव नारायणज्यू राईज्यू अनि हाम्रो धनकुटा काठमाडौँ सांस्कृतिक समाजका सदस्य केन्द्रीय सदस्य नै हुनुहुन्छ हाम्रो राजेन्द्र राई नाम अघि खुल्न आएको छ। म त्यति परिचित त्यति छैन। त्यस पछाडि हाम्रो धनकुटा काठमाडौँ सांस्कृतिक समाज पाखरिवास नगरको संयोजकज्यू पनि यहाँ उपस्थित हुनुभएको छ। त्यसै गरी यस महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापकज्यू हाम्रो जलकन्या प्राविका प्रधानाध्यापकज्यू विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू र यस विद्यालयका कार्यरत शिक्षक शिक्षिका विद्यार्थी भाइ बहिनीहरू लगायत यो कार्यक्रमलाई मा उपस्थित हुनुहुने सम्पूर्ण यस विद्यालय हामी अहिले रहिरहेको कोशी प्रदेशको धनकुटा जिल्ला हामी सम्पूर्ण यही जन्म्यौँ यही हुर्क्यौँ र यो धनकुटा जिल्लाका 7वटा स्थानीय तहहरूलाई चाहिँ प्रतिनिधित्व गर्दै एउटा गीत रचिएको छ र त्यो गीतमा हामी सुन्न गइरहेका छौँ र यसमा पनि सबैजना उठेर सहयोग गरिदिनु होला। साथै
साचा साकेला सिली खैजडी र बालन ऐतिहासिक राजा रानी ताल लाप्चे तारको बर युमा माङहिम धोजे डाँडा सुन्दर डाँडा बजार युमा माङहिम धोजे डाँडा सुन्दर डाँडा बजार सागुरी गडी भेड टार राम्रो मिठुङ धारा पानी सागुरी गडी भेड टार राम्रो मिठुङ धारा पानी आहले महाभारत सित डाँडा सौन्दर्यको खानी नाम्जी उख्रे कार्की छाप नमस्ते छ झरना काली देवी शङ्ख देवी उधौली उभौलीमा काली देवी शङ्ख देवी उधौली उभौलीमा धनकुटाको निशान देवी मार्गा थाना हाम्रो धनकुटाको निशान देवी मार्गा थाना हाम्रो अरुण तमर सुसाउँदैछ लाला बग्छ झनै राम्रो वाडाङमेटको खालसाली लाखे गाई जात्रामा लोसार पर्वत तामाङ सेलो हिले गुम्बामा लोसार पर्वत तामाङ सेलो हिले गुम्बामा पाखी बाँसको ताल तालैया सँगै चिया पानी पाखरी बाँसको ताल तालैया सँगै चिया बारी राम मन्दिर जलदेवी फुरामङ तुम्बाङ मनसी चौतारे शहीद भूमि चिन्ताङ देवी सेवा बुढाहाङ आखी सल्ला टप्पु देवी त्रिवेणी खुवालु आखी सल्ला टप्पु देवी त्रिवेणी खुवालु छथर जोरपाटी मधुगङ्गा पर्यटन कृषि बजार छथर जोरपाटी मधुगङ्गा पर्यटन कृषि बजार पटक डाँडा हलहले संस्कृति सौन्दर्यको नजर महालक्ष्मी जितपुर बजार प्यारो मूर्ति ढुङ्गा डाँडा गाउने गाले भन्ज्याङले गुवाझना डाँडा गाउने गाले भन्ज्याङले गुवाझना स्वर्णिम युग समृद्धिले सजिएको हाम्रो धनकुटा स्वर्णाक्षरमा लेखिनेछ सदियोलाई सातै पालिका स्रष्टा र सृजनाको सृष्टि फुल्ने सान धनकुटा विविध जाति भाषा भेष संस्कृतिको प्राण धनकुटा विविध जाति भाषा भेष संस्कृतिको प्राण धनकुटा विविध जाति भाषा भेष संस्कृतिको प्राण धनकुटा स्वर्णिम युग समृद्धिले सजिएको हाम्रो धनकुटा स्वर्णाक्षरमा लेखिनेछ सदियोलाई सातै पालिका स्रष्टा र सृजनाको सृष्टि फुल्ने सान धनकुटा विविध जाति भाषा भेष